काठमाडौँमा गोली चल्दा, काठमाडौँमा मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही लिनुपर्छ भन्दै थुनामा बस्नुपर्छ भने, राजीनामा दिनुपर्छ भने आज सुनसरीमा गोली चल्दा र सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिन पर्छ कि पर्दैन, थुना बस्नु पर्छ कि पर्दैन? जात जातिहरूलाई तपाईहरू आफ्नो राजनीतिक रोटी सेक्ने काम बन्द गर्नुस् भन्न चाहन्छु यहीबाट। तपाईहरूले यो देशमा मिलेर बसेका दुईटा सिधा साधा जनताहरूलाई लडाएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने जुन कदम चाल्नु भएको छ त्यसप्रति म घोर आपत्ति जनाउन चाहन्छु। आज देशमा यो दङ्गा भइरहँदा, देशमा अशान्ति भइरहँदा यो मुलुकका प्रधानमन्त्री कहाँ हुनुहुन्छ? आज बेखरबर हुनुहुन्छ। म भन्न चाहन्छु प्रधानमन्त्रीको पद सिंह दरबारमा सजाउनको निम्ति बनाइएको होइन। सभामुख महोदय, सरकार कहाँ छ? तर सम्माननीय सभामुख महोदय मार्फत म जानकारी गराउँछु, सरकार मलमपट्टि गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ। यतातर्फ तपाईँहरूको ध्यान जाओस्। आज यो घटनाको नैतिक जिम्मेवार लिनको निम्ति तयार हुनुहुन्छ कि हुनुहुन्न? म यो प्रश्न गर्न चाहन्छु। क्षणिक लोकप्रियताका लागि समस्याको राजनीतिकरण गर्न तल्लीन आलोचना र भ्रमहरूको बीच सबैका लागि सधैँका लागि दीर्घकालीन समाधानमा केन्द्रित भएकोमा हिजोको दिनमा यस्तै घटना घट्दा प्रधानमन्त्रीज्यूले सरकारलाई नैतिक रूपमा असफल भएको घोषणा गर्दै कडा आलोचना गर्नुहुन्थ्यो। आज तपाईँ स्वयं सरकारको नेतृत्वमा हुनुहुन्छ। के हिजो अरूका लागि प्रयोग भएको नैतिक मापदण्ड आज प्रधानमन्त्रीमा लागू हुँदैन कि सत्तामा जाने हतियार मात्र थियो? सभामुख महोदय, हामी त्यही ठाउँमा थियौँ जुन ठाउँमा यो घटना नहोस् भन्नका लागि अहोरात्र हाम्रा संसदहरू रातको 12 बजे नभनिकन हामी बस्यौँ। तर तपाईँहरू कहाँ हुनुहुन्थ्यो? संसदमा आएर सरकारको ध्यानाकर्षण मात्रै होइन, जवाबदेहिताले यो देशको साम्प्रदायिक सद्भाव कायम रहन्छ भन्ने तर्फ हामीले स्पष्ट हुनुपर्छ। सुनसरीको दक्षिणतर्फको साम्प्रदायिक द्वन्द्वले उत्तरतर्फका साथीहरूलाई पनि सोच्न बाध्य बनाओस् र अपराधमा संलग्न व्यक्ति उप हदैसम्मको कारबाही गर्न सरकारसँग जोरदार माग गर्दछु। गृहमन्त्री यहाँ आएर तिमीहरू नै गृहमन्त्री बन भन्नुभयो भन्ने हामी पनि बसेका थियौँ, सुनेनौँ। यसरी खण्डित सत्यहरू उक्साउने कुराहरू मिडियाले मात्र होइन संसदले पनि गरिरहेछ। पनि हामीले जात धर्म लिङ्ग वर्णका आधारमा उचाल्ने वा पछार्ने काम नगरौँ। सहिष्णुताको आधारमा हामी राजनीति गरौँ। राजनीतिक उद्देश्य पुराका लागि हामीले थाहा